नक्षत्रहरूमा दोस्रो नक्षत्र हो भरणी नक्षत्र। भरणी नक्षत्रको ग्रह स्वामी शुक्र हुनुहुन्छ भने यो नक्षत्रको देवता हुनुहुन्छ यमराज। भरणी नक्षत्रमा जन्मिएका मानिसहरू सत्यवादी हुन्छन् के सत्य प्रेमी हुन्छन्, सधैँ सत्य बोल्न रुचाउने सत्य बोल्ने खालका भरणी नक्षत्रमा जन्मिएका मानिसहरू हुन्छन्। यस्ता मान्छे चाहिँ आफ्नो जीवन सार्थक बनाउने खालका हुन्छन्। अनि यो नक्षत्रमा जन्मिएका मानिसहरू चाहिँ आमासँग एकदमै गहिरो जुडाव राख्छन्। अनि यो भरणी नक्षत्रको ग्रह स्वामी नै शुक्र हो, त्यसैले एकदम शानदार जीवन जिउन खोज्नु त सामान्य कुरा हो, तर सुखी पनि हुन्छन् यो नक्षत्रमा जन्मिएका मानिसहरू। अनि भरणी नक्षत्रमा जन्मिएका मानिस चाहिँ दृढ निश्चय हुन्छन् के, यतिसम्म कि एउटा काम आँटेपछि उनीहरूले यो गर्छु भनेर आँटिसकेपछि त्यो काम पुरा नभएसम्म आनन्दको सास नै नलिने के, त्यो गरेरै छाड्ने त्यस्तो दृढ निश्चय हुन्छन्। अनि त्यसपछि जो मानिस चाहिँ भरणी नक्षत्रमा जन्मिएका छन् त्यो मानिसको चाहिँ सन्तान जन्मिसके पछाडि अझ धेरै प्रगति हुन्छ।